अन्यसेरोवन नमस्ते सम्पूर्णमा अस्ति हामीले कन्सोनेन्ट सिंगल कन्सोनेन्ट सिंगल भावेल कानादा र त्यसपछि आया अय को पढियो। अब हामी हेर्छौं मिक्स भावेलसँग सिंगल कन्सोनेन्ट मिक्स भावेल। तपाईले मिक्स कन्सोनेन्ट मिक्स भावेल पनि गर्न सक्नुहुन्छ। पहिला हामी हेरौं सिंगल कन्सोनेन्ट गणदा र मिक्स भावेल ए ये वा वे वा वे वी यो मिक्स भावेल मिश्रित स्वरवर्ण डेफोमा छ एकल स्वरवर्ण र कन्सोनेन्टसँग जोडेको। आज हेर्नुस् मिश्रित स्वरवर्णसँग कन्सोनेन्ट जोडेर हे ग न द र यो कति छ 14 वटा 14 वटा क न द र आय यो चाहिँ ए ये मिक्स भावेल। अब यसमा जोड्ने हामीले सिंगलमा जोडिसकेको छ। अब मिक्ससँग जोड्ने मिक्स भावेलसँग ग ए गे ग प्लस ए यो के हो गे। ग मा यो ए जोडेपछि गे ग प्लस ए गे ग मा ए गे यो एकार यो चाहिँ ए गे ग र ए फेरि गे यो आको ए यो अको ए यो पनि गे यो ग मा फेरि ए लगाएर गे यो ग को ग नै भयो ए लगाएर गे ग ए गे ग मा उरा वा जोडेपछि ग्वा ग मा वा ग्वा ग मा वे ग र वे ग्वे ए ग्वे ओ ए ग्वे ग मा वे ग्वे ग मा ओ र ई वे जोडे पनि ग्वे ओ र ई पनि वे नै हुन्छ है। ओ र ए पनि वे ओ र ई पनि वे ग जोडेपछि ग्वे उ र व ग र म व जोडेपछि ग मा व जोडेपछि के हुने भयो ग्वा ग मा उ र व ग्वा ग मा उ र ए वे जोडेपछि ग्वे। अब उ र ई उई अथवा उई जोडेपछि गुई ग प्लस उई गुई ग र उ र ई यो पनि गुई अथवा गुई यो पनि गुई अथवा गुई यो पनि गुई अथवा गुई। त्यस्तै न को पनि हेर्नुहोस् न मा एकार लगाएर ने न मा ए लगाएर ने न मा ए लगाएर ने न मा ए लगाएर ने यो न त्यसपछि ए ने यो पनि न त्यसपछि यो ए ने न मा वा जोडेर न्वा न मा वे जोडेर नोए ओ ए वे न जोडेपछि नोए। त्यस्तै न मा ओ र ई वे नोए नोए उ र अ न्व उ अ व न जोडेपछि न्व। त्यस्तै उ र ए वे न जोडेपछि न नै भयो वे नै भयो नोए। यो आधा लेटर छ यहाँ अब सबै पुरा भए नोए भनेर न मा उई नुई नुई त्यसपछि यो नुई 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 अब यसलाई उई यो पनि उई यो नुई यो पनि नुई। त्यसै द को द मा एकार दे द मा यो ए दे यो द नै भयो यो ए भयो दे। त्यसै द मा ए दे यो आको ए यो अको ए दे 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 फेरि द मा ए जोडेपछि दे यो द यो ए दे यो द ए दे दे दे। त्यसपछि ओ र आ वा द मा वा जोडेपछि द्वा वा द जोडेपछि द्वा। त्यस्तै हामीले 19 वटा बनाउन सकिन्छ। त्यसपछि मिक्स कन्सोनेन्टले पनि बनाउन सकिन्छ है कता पस्छ अब यो 14 वटा सिंगल कन्सोनेन्ट त्यसपछि मिक्स कन्सोनेन्ट कता पस्छ द्वे भयो द र वे द्वे द मा वा द्वा द मा वे द्वे। त्यसपछि ओ र ई वे द मा वे द्वे ओ र ई वे द जोडेपछि द्वे। त्यस्तै उ र अ द्व उ अ व द जोडेपछि द्व दु ए द्वे उ ए वे द जोडेपछि द्वे उ ई उई द जोडेपछि दुई दु ई दुई अथवा दुई यो पनि दु ई दुई ए दुई यो पनि दुई यो उ र ई पनि हुन्छ है यो दुई यता पनि मिल्छ दुई 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 छिटो भन्दा फेरि दुई दुई। अब अलिकति ढिलो भने दुई 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 यो सबै छ आफैले हेरेर गर्न सक्नुहुन्छ। अब र को रे 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 रा रोए रोए
र रे रुई रुई। त्यस्तै मको पनि यो म भयो आधा लेटर सिंगल कन्सोनेन्ट, यो कन्सोनेन्ट र भवेल मिक्स गरेपछि कन्सोनेन्ट पुरा अक्षर भयो। मे 12 खरी पढे जस्तै, कका के कुकु के भने जस्तै मे ममैकार मे ममए मे। अब यो कोरियन र नेपालीमा लेखिदिएको छु, यो सबै तपाईँले सक्नुहुन्छ है। त्यसपछि अब कको बनाइदिएको छु यहाँ मिक्स कन्सोनेन्ट, कमयकार के कमये के कमये के कमये के के। त्यसपछि कम ओ आ क्वा हो र आ क्वा, कम होए क्वे कम उ इ वे क्वे, कम उ अ क्वा, कम उ ए वे क्वे, कम उ र इ कुई, कम उ इ कुई। यस्तै त प स च कत पस च 5 वटाको बनाउन सक्नुहुन्छ है। तको पनि त्यस्तै ते बनाएर। हस्, थ्याङ्क यू।